रेखा थापाले माइतमै पाउनु पर्थ्यो? रेखा थापाको घर जहाँ हो त्यहीँ गएर पाउँछ त। जसले भने तिनको घरमा गएर पाइदिनु पर्थ्यो कि। जसको चाहिँ फेरि आफ्नै छोराछोरीहरू अमेरिकामा छन्। राजेन्द्र लिङ्गदेलको आफ्नै छोरी अमेरिकामा हुनुहुन्छ। हाम्रो प्रकाश सुवेदीको आफ्नै छोराछोरी अमेरिकामा छन्। जसले भने फेरि जो चाहिँ राष्ट्रियताको एकदम उफ्री जो वकालत गरिरहेको थियो तिनका छोराछोरी त मभन्दा पहिल्यै उता गएर सेटल गरेर जानुभएको थियो। म त घर भएरै गएको हो नि त। ल मलाई भन्नु दर्शकहरू, तपाईँहरूको पनि मतलब छोरीहरू हुनुहुन्छ होला। तपाईँले आफ्नो घरमा ल्याएर ती छोरीलाई चाहिँ बच्चा पाउन लाउनु भएको छ? मेरो श्रीमानको घर जहाँ छ म त्यहीँ गएर पाउने होला होइन र? आफ्नो छोरीलाई चाहिँ नेपाली नागरिक बनाउन चाहिन र मैले चाहेर हुने हो र? होइन नि त। भोलि उनको पनि छोराछोरी होलान्, हेर्छु नि त म पनि यहीँ छु, मेरो छोरी त यहीँ छि। मैले त 2 महिनामा बोकेर आएको। मेरो एउटा कर्तव्य पुरा गर्न गएँ, एउटा विवाहित महिला गएँ आएँ, लिएर आउनु भयो, लिएर आएँ। चाहेको भए त उहीँ बस्न सक्थ्यो होला नि त।